Pedindo pix pros cara que é bigode. Hoje em dia é difícil encontrar uma menina que não trabalha no job. Todas viciadas em si. एपिसोडको सुरुवातमा हामीलाई देखाएको छ एउटा मास्टर जसले एउटा आफ्नो डिसाइपल ल्याएर भन्छ त्यो केटाले 5 वर्ष अङ्कलले त्यहीँ ग्रेपमा गएर बस्यो जसले गर्दा त्यसले कल्टिभेट गरेको जस्तो लाग्छ मलाई। अनि हाम्रो हिरोलाई देखाउँछ जसले भन्छ मैले पावर पाइसकेँ, म कल्टिभेट गर्न सक्छु। अचानक एट्याक आउँछ अनि भन्छ त्यो केटीले हो त कल्टिभेटर बनिसकेछ भनेर भन्छ। अनि उसले एट्याक हान्न थाल्छ अनि उसले एट्याक हान्न बेला हिरो नै रेडी हुन्छ उसलाई डिफेन्ड हान्नलाई, आफ्नो डिफेन्ड हान्नलाई। अनि त्यस डिफेन्ड हान्ने चक्करमा एकजना केटी आउँछ उसको बिचमा, त्यो केटीको बिचमा, त्यो डिसाइपलको बिचमा। अनि उसले त्यो एट्याकलाई रोकिदिन्छ। अनि त्यो हेरेर को मेरो बिचमा आउने भनेर भन्छ। त्यो केटीले भन्छ म त्यो आउटर डिसाइपलको छोरी आउटर एल्डरको छोरी हो भनेर भन्छ। अनि त्यसपछि उसले ठुलो एट्याक, सबसे पावरफुल एट्याक गर्छु भनेर भन्छ। अनि त्यसपछि उसले त्यो ठुलो एट्याक गर्छ। अनि त्यो देखेर सबजना यत्रो खतरनाक एट्याक गरे हुन्छ उसले। अनि उसले भन्छ यस्ता नुन्नुहरूलाई मानव यस्तो बच्चाहरू हान्नलाई म आफ्नो सबसे पावरफुल एट्याक युज जानेछु भनेर भन्छ। अनि त्यति बेला भन्छ जेसिका म फेलिक्स तँलाई बचाउने छु, तैँले मात्रै मलाई बचाइरहेको भनेर भन्छ। अनि झ्याप्प अगाडि आउँछ अनि त्यो एट्याकलाई आफ्नो हातले रोकिदिन्छ। अनि हातले रोकिदिएर एकदम गाह्रो हुन्छ, त्यो पनि त्यसले रोक्छ आफ्नो पुरै पावर युज जानेर। अनि भन्छ त्यो केटी नै भनेर भन्छ। त्यो पनि हाम्रो हिरोलाई देखाउँछ अब। अनि हाम्रो केटीलाई देखाउँछ अब जसले भन्छ मैले आफ्नो पावरफुल एट्याक युज गरेँ त्यसलाई मानमा त्यसो चुहाल्यो। अनि हाम्रो हिरो सही सलामत हुन्छ। त्यो देखेर त्यो केटी एकछिनलाई सक हुन्छ। अनि भन्छ योसँग के आर्टिफ्याक्ट छ क्या यस्तो गर्नलाई, यो त बचिहाल्यो त भनेर भन्छ। त्यसपछि त तेरो के आखिरी शब्द गर्ने भन्छ। अनि त्यसपछि त्यो केटीले भन्छ तैँले मलाई केही नि गर्न सक्दैनस्, तँ एउटा भर्खरै नुबुढा मान्छे नि भन्छ। अनि फेरि एट्याक गर्न लाग्छ। अब त्यसले आफ्नो पावर लिन्छ हातमा। अनि त्यसपछि उसले एट्याक हान्नलाई अगाडि बढेर आउँछ। त्यसपछि हिरो आउँछ अनि उसको कालामा एक झ्यापड हानिदिन्छ। अनि उसको मुखबाट खुन निस्किन्छ। अनि ऊ त्यही सुइकिन्छ अनि तल झर्छ ऊ। त्यो देखेर जेसिका नि हैरान हुन्छ। अनि फेलिक्सलाई भन्छ फेलिक्स त यति पावरफुल कसरी भइसक्यो, यो त म नै पावरफुल भइसकेको छ अनि भनेर भन्छ। अनि म ठिक छु भनेर भन्छ। अनि फेलिक्सले भन्छ तैँले मलाई यत्रो वर्षसँग प्रोटेक्ट हानिस् त थ्याङ्क यू भनेर भन्छ। अनि त एउटा खतरनाक मान्छे त कतै चाँडै सिकिस् त भनेर भन्छ। अनि त्यो कति चाँडै कल्टिभेटर भने त एउटा प्रोडिजी भनेर भन्छ। अनि उसले भन्छ तँलाई मैले प्रोटेक्ट हानेको छैन भनेर भन्छ, मेरो बाउले गर्दा मात्रै तर म प्रोटेक्ट हानेर हो र भनेर भन्छ केटाले। अनि त्यसपछि केटीले भन्छ आउटर सेक्टको लागि डिसाइपलको लागि टेस्ट हुँदा त पार्टिसिपेट हुन्छ, म त लेख्दिनँ किनभने यिनीहरू यो सेक्टले मलाई माया गरे छैन भनेर भन्छ। अनि त्यसपछि उसले भन्छ त्यो रिडको भतिजा पनि पार्टिसिपेट भिड्छ। अनि हिरोले भन्छ भनेपछि म लेख्छु किनभने मैले त्योसँग बदला लिनु भनेर भन्छ। अनि त्यो कुरा सुन्छ केटीले। अनि त्यो त पावरफुल हो त अनि त्यो त पेस्टिल लेभलको लेभल 9मा छ, त भर्खरै लेभल 5मा खास भनेर भन्छ। जसले गर्दा त्यो बलले त मेरो बारेमा चिन्ता लिन्छस् भनेर भन्छ। होइन केटीले भन्छ। अनि त्यसपछि हिरोले भन्छ म 1 महिनामा त्यसलाई हराउने जस्तो भन्छ नि। अनि त्यो केटी आफ्नो बाउ गरेर फर्किन्छ। त्यसपछि हिरोले त्यो केटीबाट जान्छ त्यो भर्खरै ढालेको डिसाइबलबाट। अनि त्यसलाई गएर हेर्छ, त्यसको बडी छाम्छ। अनि त्यसले 18वटा मिडियम ग्रेडको सोल स्टोन भेटाउँछ। अनि त्यसले भन्छ यसले गर्दा म अनि त्यहाँबाट एउटा स्क्रोल नि भेटाउँछ जसमा चाहिँ पाम टेक्निक हुन्छ, जसले गर्दा त्यो पावरफुल बन्न सक्छ 1 महिनाभित्रमा। अनि त्यो अर्को लेभलमा जान सक्छ। म आज लक्की छु भनेर भन्छ। अनि त्यो स्क्रोल लेख्छ अनि हाँसिरहन्छ, खुसी हुन्छ। अनि त्यहाँबाट निस्किन्छ त्यो। अनि अचानक एउटा डिसाइपल आइपुग्छ त्यो इन्टरसेक्टको मास्टरबाट रिडबाट। अनि भन्छ के अरे त्यो तपाईँको डिसाइपल मरिसक्यो, त्यसको ल्याम्प मरिसक्यो, सोल ल्याम्प भनेर भन्छ। अनि त्यसपछि स्टोरी सकिन्छ। थ्याङ्क यू।